Hello guys, it's me. Hello guys, स्वागत छ तपाईहरुलाई हाम्रो ब्लगमा। होइन अलि दामी इन्ट्री मारौँ न। यस्तो गरेर गर न। यसम्म त चस्मा लाउन नि। चस्मा चाहिँ अलिक इन्ट्री मारौँ। हेलो गाइस लाउन गर न तल गएर। अब चाहिँ म चस्मा लाएर आइदिसकेको होइन। अब यो डन लुक्समा चाहिँ फेरि नदेखिने भन्ने कुरा हुँदैन है गाइज। ऊ गाडी यता आउँदै छ, राइड दिँदैछ है पर। हाम्रो आशाले चाहिँ गीत गाउनुहुन्छ अरे। ल सुन्दिन न त गाइज के छ। तिमीमा कति माया गर्छु ए तिमीलाई परेछ। वाला पनि याद आइरहेको उसको गाडी हेर्दै हिँड है। गाडी आयो मेरो घडी पनि बिर्सिए होइन दामी देखेछ कि क्या यस्तो लुक चाहिँ आज फर्स्ट। यो क्रेडिट चाहिँ मेरो फेरि साथीहरूलाई जान्छ है। आज मलाई पुरै चिन्दैन होला के हो नचिन्नु पनि पर्छ। म अहिले चिने खाना कसैसँग होला। ल यतिको चाहिँ कसैको नजर नलागेपछि यार चस्मा खोलेर हेरिदिनु नि त फेरि। अनि यो चाहिँ आजको सबैको आउटफिट चाहिँ यहाँ हेरिदिनु होला फेरि। खत्रै खतरा है डनहरू। अर्को पत्ते गल्छ अगाडि अगाडि हिँड्दैछु। हामी अब हिँडेको इभिनिङ वक, मर्निङ वक, इभिनिङ वक। जिन्दगी त बित्यो है यसै वक गर्दै बित्यो पढ्न आएको विद्यार्थी म त फेरि। घुम्दै 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 हामी चाहिँ आज यस्तो राम्रो यहाँ हेर्नु खेत कति राम्रो देखिएको। खेत धान यत्रो रोपिसक्यो। हामी चाहिँ यस्तो ठाउँमा आइसक्यौँ इभिनिङ वक गर्दै गर्दै। अनि अब त्यही हो सबैजना आज हाम्रो उहाँ विशेष चाहिँ उहाँ माइसा के भन्छ मिसको बर्थडेले जुराएको हाम्रो फेरि भेट होइन। अनि बर्थडेले गर्दा चाहिँ अब हामीले छुट्टी लिएर खतरा इन्जोय गर्दैछु। अब एकछिन चाहिँ यतातिर राउन्ड हानेर होइन। अनि त्यसपछि हामी फेरि जान्छौँ खानालाई। खाना त बढ्यो गाइज होइन। ला हेर खोर्सानी कस्तो राम्रो। त्यो खोर्सानीको एउटा बोट पाउनु पाए त रोप्थ्यो होला कोही कोहीहरूले भनेको। सबै रोप्नेहरू जतिले अब मैमा त्यही फेरि नरोप्नेहरू चाहिँ। कस्तो दामी के यतातिर कस्तो दामी हो नाइट भ्यू। नाइट होइन है यो चाहिँ पुरै साँझ हुनु लाग्यो होइन। क्या पिस के ओ माई गड। यता यस्तो छ ब्याक साइड यस्तो छ अनि यताको ब्याक साइड यस्तो छ। हामी चाहिँ यो पर एउटा के अरे यो पर चाहिँ के भन्छ ग्राउन्ड छ कि ठुलो। अनि त्यहीँनिर जानु लागेको। अनि त्यही भएर अब एकछिन त्यहाँ जाने बस्ने इन्जोय गर्ने अनि आउने है गाइज। ल बाई बाई भनेर भन्नु मिल्दैन अहिले भेट्ने हो। हाम्रो गाइजहरूको चाहिँ यता फोटो सेसन भइरहेछ। उहाँ पर दुईवटा गाइज यता हामी चारवटा गाइज। ल हाम्रो सुटिङ हुँदैछ होइन त दिदी त। हाम्रो हिरोइनहरू यता ओ माई गड। यहाँनिर यतिको चाहिँ हुनुपर्छ है एउटा भिडियोको लागि। हाम्रो चाहिँ टर्न सकिएर अनि हामी चाहिँ यहाँ आनन्दले बसिरहेको छौँ। हाम्रो चाहिँ फर्स्टमै थियो मेरो सेकेन्डमा अनि सक्यो। त्यसपछि उनीहरूको हाम्रो चाहिँ त्यो है खै। म चाहिँ यता लेफ्टतिर हिँड्नु पर्ला। लेफ्टतिर भुसुनाले चाहिँ मारो मारो। अब हामी नेपाली पसलमा खाना खान जाने। बर्थडे गर्लले चाहिँ हामीलाई पार्टी दिने हो। बर्थडे गर्ललाई चाहिँ छोड्नु हुँदैन है। अब खाने बेला भएपछि चाहिँ सबै छ यहाँनिर। केटीहरू देखाएको छ कि छैन थाहा भएन तर क्यामेरामा चाहिँ छैन है। म्याम ट्याकाले खैले पनि एकचोटि यहाँ बाँध्नु। यहाँ बाँध्नु त यस्तै बाँध्नु त यस्तरी बाँध्नु त त्यही तपाईँहरूको बाँध्नु जस्तो टक्क भिडियो। ओहो पैसा पनि बोकिएन उयो तिर्खा गर्नु लाग्यो बेला। यो सिल्की रह अनि त्योहरू फुस्क्या गर्ने रहेछ हौ। यस्तो बाँध्छ नि यस्तोमा बाँधेर। अस्ति उसमा चाहिँ चाहिन्थ्यो कि उमीमा। ल चस्मा लगायो भने मात्र हो फेरि यस्तो ल अब म एकचोटि चस्मा लगाइदिन्छु त फेरि यहाँ के गर्नु तिनीहरूभन्दा ढिला हिँड्नु हुँदैन किनभने मेरो आज हिल छ नि त दौडिनु सक्दिनँ।
ल अब चाहिँ भयो होला दामी दामी रे यस्तो हो र राति फेरि यस्तो हो अँध्यारो चस्मा लगाएर हिँडिरहेको थियो के तक बेइज्जत बेइज्जत कालो कालो देख्दिरह तर कस्तो रमाइलो भएको नि यो हिँड्नलाई जाउँ छिटो छिटो जाने नि त कस्तो देख्छ हामी उजालै देख्छ होला यहाँनिर त को कहाँ कहाँ छ देख्दैन केटीहरू मलाई अलिक कति भाइ चाहिँ आशा आशा कति आइरहेको किनभने फिटिङ वाला कपडा लगाएर गाडी आइरहेको छ है साइड लगाइदिनु हौ गाडी आइरहेको छ पछाडि चाहिँ हामी अब साइड लाग्नेवाला छौँ सेम यस्तै देखाइदिएको छ अनि ओइ केटीहरू गाडी आइरहेको छ साइड लाग न भने कपडा लगाउँछ नि त गाडी आइरहेको छ साइड लाग्छ ल यहाँ राख न यहाँनिर हुँदैछ अब बर्थडेको रियल पार्टी होटलमा के अरे नेपाली पसलमा गएर होटलमा गएर खाने भनेको होटलमा बिहान लोकल कुखुरा दिन्छु भन्ने दाइ कहाँ गयो अब यहीँ घरमा आएर यसरी बनाउनु परेको छ उहाँ पर दुईजना पार्टीको लागि चाहिँ दिदी र बहिनीले रेडी गरिदिनु हुन्छ दिदी बहिनीहरूले अब यस्तै छ अब हामी चाहिँ थाकेर आएको भर्खर सपिङ गरेर ए आमाहरू यसरी नपर्छ छेउमा यस्तो जाने भनेको यहाँ पनि रेडी छ अब यहाँ रेडी यहाँ अब हामी चाहिँ खाने हो यति नै हुन्छ अब बस बर्थडेमा चाहिँ यो बासी भात खानुपर्छ गाई बासी भात बिहान खायो अगाएर एकदम बढी भएको यहाँ हेर न हामी साग खाइरहेछौँ On again, off again, let me like oxygen.